बाँके राप्ती सोनारी 8 नयाँ गाउँ सामुदायिक होमस्टे पर्यटकहरूको आकर्षण बढ्दै गएको छ। नयाँ गाउँ बस्ती पछिल्लो समय होमस्टेका लागि पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेपछि स्थानीयहरू होमस्टे सञ्चालनमा आकर्षित भएका छन्। हरियाली, शान्त वातावरण, ढकिरी वनस्पति उद्यान, सिक्टा सिँचाइ नहर, निकुञ्ज क्षेत्र भएकाले पैदल यात्रा, वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र नमुनाको लागि चिनिँदै आएको छ। नयाँ गाउँ बस्तीमा थारू बहुल्यता र पहाडी बहुल्यतामा होमस्टे सञ्चालनमा रहेका छन्। पारिवारिक बसाइ र थारू परिकारका साथसाथै वासस्थानको लागि सुविधा सम्पन्न होमस्टे सञ्चालन गरिरहेका होमस्टे नम्बर 7 का सञ्चालक हिमाल केसीले भने, होमस्टेमा विशेष गरी थारू परिकारका सम्पूर्ण परिकारले पर्यटकलाई लोभ्याउने गर्दछ। कोहलपुरदेखि 8 किलोमिटर दूरीमा रहेको उक्त होमस्टेमा स्थानीयदेखि बाहिरी पर्यटकहरू समेत आउने गरेका छन्। होमस्टे नजिकै रहेको ढकिरी वनस्पति उद्यान रहेकाले उक्त उद्यानमा ढकमक फूल फुलेका हुनाले उद्यान घुम्न आउने पर्यटकहरू पनि होमस्टेमा जाने गर्दछन्। पर्यटकहरूको माग अनुसार स्थानीय संस्कृति, नाच गान समेत देखाउने गरिएको सञ्चालक केसीले जानकारी दिए। अहिलेसम्म 7 वटा विविध रूपमा होमस्टे सञ्चालनमा रहेको भए पनि ढकिरी नयाँ गाउँ बस्तीमा 10 यता 2 वटा होमस्टे सञ्चालनमा आउने भइरहेको स्थानीयले जानकारी दिए। प्राकृतिक संस्कृति एवं संवर्धन गर्दै स्थानीय समुदायको आर्थिक समृद्धि र स्थानीय समुदायमा विकास सेवा सञ्चालन गर्नका लागि होमस्टे सञ्चालनमा ल्याएको होमस्टे नम्बर 4 का सञ्चालक मङ्गलसिंह थारूले भने, करिब 5 वर्षको अन्तरालमा स्वदेशी र विदेशी पर्यटकहरू गरी 12,000 पर्यटकले अवलोकन गरेको र मुख्य गरी ढकिरी वनस्पति उद्यान अहिले सम्पूर्ण पर्यटकहरूको रोजाइमा परेका हुनाले सँगसँगै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीको सङ्ख्या बढेकाले यस होमस्टेमा प्रकृति र संस्कृतिमा रमाउने पर्यटकहरू आउने गरेको थारूले जानकारी दिए। लोक संस्कृति प्रवर्धन र संरक्षणका लागि होमस्टेमा आउने पाहुनाहरूलाई सांस्कृतिक जुन समुदायको होमस्टे छ त्यही समुदायको रहन सहन, खानपान, संस्कार र संस्कृतिमा आधारित मनोरमन गराउने सेवा दिने, जुन समुदायको पर्यटक आउनुहुन्छ त्यही समुदायको संस्कार संस्कृति बुझ्ने र अध्ययन गर्ने गरेको उनले जानकारी दिए।